नमस्ते सबैजनालाई वेलकम छ बोडारिसमा एन्ड माई नेम इज हरिश सिंह बोहरा। यो बोडारिस के हो? यो लोगो छ पहाडको। कहिलेकाहीँ यो बिजनेस सम्बन्धी, कहिले माइन्डसेट सम्बन्धी, कहिले हैन के कुराहरू सेयर गरिरहेको हुन्छ। धेरैलाई कन्फ्युज हुन सक्छ होला। यो बोडारिस भनेको चाहिँ डिजिटलमा चाहिँ एउटा प्लेटफर्म जसले चाहिँ माइन्डसेट सम्बन्धी, डिसिप्लिन, बिजनेस, रेगुलेसन सम्बन्धी चाहिँ कन्टेन्टहरू बनाएर हाल्छ एउटा चाहिँ अवेरनेसको लागि। अनि फिजिकल फर्मेटमा चाहिँ बोडारिसले चाहिँ इन्डिभिजुअलदेखि लिएर साना तथा ठुला घरेलु मज्यौला कम्पनीहरूसँग चाहिँ मिलेर चाहिँ कोलाबोरेसनमा चाहिँ प्रोडक्टहरू बनाउँछौँ। जस्तो मार्केटमा के निडेड छ हैन, कन्ज्युमरहरूलाई चाहिँ के आवश्यक छ, जीवनयापन बिताउनको लागि चाहिँ आवश्यक वस्तुहरू, आवश्यक सर्भिसेसहरू, सेवाहरू त्यहाँमा चाहिँ हामीले चाहिँ इन्डिभिजुअलदेखि लिएर कम्पनीहरूसँग चाहिँ कोलाबोरेसनमा चाहिँ काम गर्छौँ। रिसेन्टली हामीले चाहिँ अनअफिसियल्ली चाहिँ 2वटा चाहिँ कम्पनी भनौँ या इन्डिभिजुअल भनौँ सँग चाहिँ हामीले चाहिँ कुरा गरिरहेछौँ। किनभने चाहिँ अहिले हामी चाहिँ फुल्ली चाहिँ दर्ता चाहिँ भएको छैनौँ नेपालमा। अब चाँडै केही समयमा दर्ता हुन्छौँ। जब दर्ता भयो बल्ल चाहिँ लिगल्ली चाहिँ हामीले चाहिँ काम गर्न पाउँछौँ। त्योभन्दा अगाडि चाहिँ हामीले कन्टेन्टको थ्रु चाहिँ अवेरनेस फैलाइरहेछौँ। त्यही त हो नि हैन, सबैले सक्दो चाहिँ गर्नुपर्छ। नेपालमा धेरै कुरा पनि सम्भव छ, गाह्रो पनि छ। गाह्रो छैन त भन्दैन, गाह्रो छ, च्यालेन्जेस धेरै छ। पपुलेसन सानो भएको देश, जनसङ्ख्या सानो, आकार पनि सानो, त्यही माथि जनसङ्ख्या नेपालमा बस्ने कति छ त्यो पनि हैन डाटा अनुसारले जान्न सक्छौँ। त्यही अनुसारले चाहिँ कम्पिटिसन इज भेरी हाई। तर चाहिँ असम्भव भनेको होइन, धेरै सेक्टरमा गर्न सकिन्छ। टुरिज्मदेखि लिएर सर्भिसेसदेखि लिएर हेल्थ सेक्टरदेखि लिएर जेमा पनि सम्भव छ नेपालमा गर्ने नै हो भने चाहिँ यही कुराहरूको अध्ययनपछि चाहिँ बोडारिस चाहिँ हामीले चाहिँ फर्म गऱ्यौँ अनि हामीले काम पनि गरिरहेछौँ। वी आर ग्ल्याड द्याट कि हामीले चाहिँ नेपालको लागि भनेर चाहिँ हामीले सुरु गऱ्यौँ। अनि द्याट्स माई टाइम। अब आउने समयमा हामीले कन्टेन्टहरू बनाउँदै हालिराख्छौँ। तपाईँहरू हेरिदिनुहोस्, साथ दिनुहोस्, सपोर्ट गर्नुहोस्। यदि तपाईँको चिनेको या तपाईँ नै चाहिँ केही गर्ने सोच छ नेपालमा या केही गरिराख्नु भएको छ, केही कुरामा अड्किराख्नु भएको छ भने चाहिँ यु क्यान डेफिनेटली हैन कन्ट्याक्ट गर्न सक्नुहुन्छ, डाइरेक्ट डिएम गर्न सक्नुहुन्छ। यामा चाहिँ इमेल राखेको छैनौँ हामीले अहिलेसम्म, अहिले राख्दैनौँ। किनकि हामी चाहिँ अघि नै भने हामी अहिले रजिस्टर छैनौँ लिगल्ली नेपालमा। त्यो भएर चाहिँ लिगल्ली अनुसारले चाहिँ हामीले काम गरिरहेको छैनौँ। हामी चाहिँ सल्लाह यताउता मात्र गर्छौँ। अहिले चाहिँ लिगल्ली जाने बित्तिकै चाहिँ हामीले चाहिँ अहिले चाहिँ क्युमा छौँ हामी। धेरै इन्डिभिजुअल्स, धेरै कम्पनीहरूसँग धमाधम काम हुन्छ। एन्ड द्याट्स माई टाइम। जय नेपाल।